हेर्नु न यत्रो दिनसम्म थिइनँ म र पनि यति आला बाँचिरहेको छिन् गेटमा। आज रामनवमीको दिन ठिक्क नभए पनि आयो भनेर थाहा पायो होला नि। अब गाईहरूले चाहिँ थाहा पाउँछन् नि त त्यसरी। अनि अहिले त अब सब्जीहरू नि केही ल्याएको छैन, त्यो फलफुल पनि ल्याएको छैन। हिजो बेलुका नि भात बनाएर खाइयो। अनि यिनीहरूलाई गुड राखेको थिएँ। रामनवमीको सबै आउने जाने रमाइलो छ, रेली निस्केको छ, रमाइलो छ। अब तर म चाहिँ गइनँ रेलीमा। हिजो त आइपुगेको। हेर्नु न आएर चाहिँ मलाई यो फुलको यति टेन्सन भइरहेको थियो। यी टमाटर पाकेछन्, अस्ति चावडा टिपेर राखेर गएको फ्रिजमा। तिमी चाहिँ श्रुतिले लानु भइन्छ लानु है भन्दै थियो, लानु भइन्छ। तर नलर राम्रै पनि भयो। मलाई हिजो बेलुका आलुको सब्जी बनाउन सजिलो भयो। अनि फुलमा पानी सानी हालिदिने ओर्ने चाहिँ गर्नुभएछ। सबै राम्रै छ, केही बिग्रेको छैन। मलाई चाहिँ उहाँ पनि टेन्सन लागिरहेको थियो। मेन चाहिँ यसको टेन्सन लागेको थियो मलाई, कति फल्ला र खाम्ला भन्ने आश छ। अनि अस्ति नै एकखेर गाईले चरपचुरुप्पै खाइदिएको हुनाले फेरि गाईले खाइदिन्छ कि मर्छ कि पानी नभएर भनेर टेन्सन थियो। तर केही भएन। जसरी मजाले पानी हालिदिनु भएछ, कोसा लाखान मजाले एक छाक दुई छाक खान पाएँ भने पनि मनको शान्ति हुन्छ। र आज रामनवमीको सबैलाई धेरै 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 शुभकामना छ। सबैजना रेलीमा जानुभयो होला, व्रत पूजापाठ होला। मैले चाहिँ गइनँ रेलीमा पनि, व्रत पनि गरिनँ। किनभने एकदम त्यो बेसी हिँडेको हिँडाइ बहुत दिनबाटै हिँडाइ बेसी भएर चाहिँ शरीरमा त्यति क्षमता लागेको छैन। त्यही भएर हस् त, राधेश्याम। इन्जोय गर्नु रामनवमीको। मेरो चाहिँ खाना पाकिसकेको छ, अब खाना खाने हो। अनि त्यहाँबाट